2 अरब हैन, मात्र 2 रुपियाँ। बदमाशी प्रमाणित भए म मन्त्री पद छोडिदिन्छु। 2 अरब होइन, 2 रुपियाँ। बदमाशी बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग दिन्छु। हो, अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लेको यो कडा चुनौतीले आजभोलि नेपाली राजनीतिमा खैला बैला मचाएको छ। आरोप लाग्दा पन्छिने, लुक्ने, मौन बस्ने यस्ता खालका नेताहरू हामीले थुप्रै हेरिसक्यौं। तर संसदकै रोस्टममा उभिएर टेबल ठट्याउँदै यसरी चुनौती दिने नैतिक आर्ट आजसम्म कसै देख्नु भएको थियो त? यो कुनै सस्तो राजनीतिक भाषण होइन साथीहरू। यो त एउटा पढे लेखेको, अन्तर्राष्ट्रिय छवि बनाएको र आफ्नो आत्मविश्वासमा 100% भरोसा भएको एउटा कन्फिडेन्स हो। बिना प्रमाण आरोप लगाउनेहरूको लागि उनको बडी ल्याङ्ग्वेज नै काफी जवाब हो। नेपालले अहिले ठ्याक्कै यस्तै अटिलो र निष्कलङ्क नेतृत्व गर्नेको खाँचो छ। तपाईहरू डाक्टर बाग्लेलाई कसरी हेर्नुहुन्छ? आफ्नो जवाब कमेन्टमा लेख्नु होला।